के भन्दै चाहिँ जुन बो मामी बो अब खाना कस्तो छ दामी हाय भना भना खाइसकुन् उनले मिठो छ यही जाता कति थोर्दै काटा लाउने चाहिँ के हामी चाहिँ यहाँनिर जुनार काट्दैछौँ होइन जुनारै भनौँ न एकछिन केराबारी जाम कालु हो यो कालु मान्छेहरू तरकारी किनेर खान सक्दैनन् कागती किनेको भए हामीका बाहुनहरू भागको सितो छ त हौ भने खोयौ ठुलाहरू किन्नुहुन्न र त्यो खोइ मम्मी चाहिँ हाल्नु उनी मान्छेहरू बापेकमा कागती किन्न सानो कागती किने खानुपर्छ भन्दा टक्क हामीले चाहिँ काम चाहिँ सुरु गरेको होइन अस्ति त्यो पानी परेको कारणले गर्दा चाहिँ यहाँनिर चाहिँ भएको थिएन कामहरू तर चाहिँ हामीले चाहिँ काम फाइनली गर्न थाल्यौँ होइन अनि काम गर्नु मात्रै नगरी धान मात्रै काट्न नसकेर यहाँनिर हामीले चाहिँ खाना छोरीले पनि मेरी छोरीले पनि मान्नु नि पिरो न पिरो पिरो खोर्सानी हुनु परेन पिरो मोमोले खुवाइदिएको मै कति दामी गुड आउँदैन म सायरी चाहिँ भनिदिन्छु ल गाइजहरू फुल फुल्छ बोटमा पात झर्छ रोडमा फुल चढाऊ तुलसीको मोठमा चुप गरिदिन्छ गीत गाउन आउँछ गाछहरू यसको चाहिँ रियल चाहिँ यस्तो फुल फुल्छ बोटमा पात झर्छ रोडमा शिवजीले किस खायो पार्वतीको ओठमा को शिवजी भनेको भगवान शिवजी को भगवान भगवान आज त धान काटिएन काटिएन अनि कहाँ अस्ति काटिएको थियो त्यहाँ चाहिँ कहाँ धान काटिन्छ त आज त ऊ यो के गरेको आज बानेको न्युसनलाई डोरीले रुखमा किनकि अस्ति काँक्रा चोरेर भाग्दै थियो नि त किन काँक्रा चोरेर को दर्शन भनेको को यो कालो आँखा बनाएको काला आँखा बनाएको दाँत त नि भइसक्यो जस्तै रहेछ त कसको यो सेतो आँखा बनाएको हेर त बिचरा नानी हेर त आज हेर त गाउँलेहरू आज हामीले गरिबको बच्चा भेटेको छौँ कति दिनमा नानी नखाएको नमस्कार नमस्कार म अभागी नेउपाने नमस्कार म अभागी नेउपाने हेर त बिचरा नानी कति दिनदेखि भोकै नानी रहेछ हेर त पत्रकारमाथि हातपात आज नमारी छोडिदिनु अब गाई देउडा जानै हुँदै हाम्रो अब बाछी ल्याङ घर अनि फेरि आउँछु